आज चाहिँ म बनाउन लागेको कच्चुले मासुको लागि चाहिँ लिएको छु पर्क र लिएको छु प्याज 2टा। प्याजलाई चाहिँ मजाले फ्राई गर्नेसम्म रातो हुनेसम्म फ्राई गरेँ र त्यसको बादमा हालेछु मासुमा हालेछु नुन। त्यसको बादमा चाहिँ मासुलाई मजाले फेरि फ्राई हुनेको लागि राखिदिएको छु। मासु पनि फ्राई भइसकेको छ। अब चाहिँ फेरि चलाउँदै फेरि मैले हाल्न लागेको छु कच्चुलाई चाहिँ हालिसकेको बादमा चाहिँ फेरि कच्चु पाकिसकेको बादमा चाहिँ हालेको छु टमाटर चाहिँ मजाले पाकिसकेको बादमा चाहिँ हालेछु लसुन र खुर्सानी। फेरि त्यसको बादमा पानी हालेको बादमा चाहिँ तपाईँहरूलाई कति झोल चाहिन्छ तपाईँले त्यतिसम्म राख्नुहोस्। र यो पाकेको छैन, अहिले पनि उम्लिनु बाँकी छ र हालेको छु निम्बु किन भनेपछि कतिजनाको कच्चुले चाहिँ घाँटी खसखसाउँछ, त्यसको लागि चाहिँ यसले काटिदिन्छ। त्यही भएर निम्बु हालेको बादमा चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ कस्तो भएको छ। अगर तपाईँहरूलाई मन परेछ भने तपाईँले लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि हेर्नुहोस् म तपाईँहरूलाई चलाएर पनि देखाउन लागेछु है कस्तो भयो भनेर। तपाईँहरूले नि घरमा ट्राई गर्न सक्नुहुन्छ यो ठन्डाको समयमा। हेर्नुहोस् तपाईँहरूलाई मन परेछ भने मलाई कमेन्टमा भन्नुहोस्, तपाईँले ट्राई गर्नुभएको छ भने। थ्याङ्क यू मेरो भिडियो हेरिदिनको लागि तपाईँहरूलाई।